हेलो नमस्ते एभ्रिवान। आज म तपाईहरुलाई एउटा यस्तो भिडियो बनाउँदै छु जुन तपाईहरुलाई एकदमै इफेक्टिभ हुन सक्छ। अन्तिमसम्म सुनिदिनु होला। तपाईहरु अहिले सिचुएसन अनुसार डिएचए मेन कुरा धेरै जना डिएचए गरेर दुबई जाने फिशर नर्सिङहरु ब्याचलर होस् या सबैजना डिएचए प्रोमाटिक्स लिएर दुबई जानेहरु धेरै जना हुनुहुन्छ। तर तपाईहरु राइट वेबाट जानु भएको छ त? त्यो कुरा विचार गर्नु होला। तपाईहरु स्क्याममा पर्नुहुन्छ भन्नको लागि नपर्नुस् भन्नको लागि हामीले यो भिडियो बनाउँदै छौं। तपाईहरुले डिएचए कहाँबाट गर्नुभयो? कन्सल्टेन्सीको थ्रु। कन्सल्टेन्सीको काम के हो? कन्सल्टेन्सीले तपाईहरुलाई रजिस्ट्रेसन गराउने काम गर्छ, दुबईको लाइसेन्स दिने। तपाई दुबईको रजिस्टर्ड नर्स हुनुभयो भने बेलासम्मको मात्रै काम हुन्छ। तर तपाईले कुनै कन्सल्टेन्सीबाट डिएचए गर्नुभयो, त्यही कन्सल्टेन्सीको थ्रुबाट तपाई दुबईको लागि वर्किङ भिजा जाँदै हुन्छ, त्यो जेन्युन हुन सक्छ र त्यो जेन्युन हुँदा पनि हुँदैन। किनकि कन्सल्टेन्सीको क्राइटेरियाहरु काम गर्ने के भनेर तोकिएको सरकारले तोके अनुसारको काम हुन्छ, जसको काम भनेको रजिस्ट्रेसन गराउने बेलासम्मको काम हुन्छ। त्यसपछि फर्दरलाई जेन्युन गाइडेन्स गर्नलाई अथराइज हुन्छ। तर वर्किङ भिजा नै तपाईहरुलाई श्रम गराएर वर्किङ भिजा पठाउनको लागि नेपाल सरकारले कन्सल्टेन्सीलाई अथराइज गरेको छैन। यदि तपाईहरु कुनै कन्सल्टेन्सीको थ्रुबाट त्यहीबाट डिएचए प्रोसेस गरेर त्यहीबाट त्यही कन्सल्टेन्सीकै थ्रुबाट तपाई वर्किङको लागि जाँदै हुनुहुन्छ भने तपाईहरु पछाडी स्क्याममा पर्न सक्नुहुनेछ। यदि त्यस्तो बेलामा पछाडी गएर पछुताउनु भन्दा अहिले नै तपाईहरुले विचार गर्नुपर्ने हुन्छ कि म कुन वेबाट जाँदै छु। तपाईहरु मेन पावरको थ्रुबाट जबमा जानुस्, कन्सल्टेन्सीको थ्रुबाट रजिस्ट्रेसन हुनुस्। हो त्यसको लागि चाहिँ तपाईहरु एकदमै जेन्युन हुनुभयो, जेन्युन वेबाट जानुभयो। त्यसको कुराहरुमा पनि तपाईहरुले एकदमै विचार गर्नुपर्ने हुन्छ। तपाईहरुले अझै कति धेरै जना हुनुहुन्छ मलाई पनि आएर म्याम तपाईहरुबाटै जबमा पठाउनुहुन्छ भन्छु। म जब खोज्दिनलाई जब गाइडेन्स गर्दिन, यो मेन पावरको थ्रु जानुस् भनेर गाइड गर्न सक्छु, तर म जबमा पठाउने काम गर्दिन। यसरी नै म सम्झाएको हुन्छु किनकि हामी जेन्युन वेमा काम गर्छौं। त्यही भएर तपाईहरु अझै पनि अन्यलमा एकै ठाउँबाट हुन्छ अरे, पैसा धेरै तिर्यो भने त सबै काम हुन्छ अरे भनेर भ्रममा नपर्नु होला। यदि तपाईहरुलाई जेन्युन इन्फर्मेसन चाहिएको छ भने एकदम फ्रीली तपाईहरुले हामीलाई भिजिट गरेर सम्झिन सक्नुहुन्छ। हामी टेक मी एजुकेसन कन्सल्टेन्सी हात्तीसारमा रहेका छौं। धन्यवाद।